अब चाहिँ भेटेँ क्या नमस्ते म मनोज बस्नेत तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा आज वेलकम ब्याक सधैँ चाहिँ आज पनि फर्स्ट बोनी गर्नलाई हेरौँ भाइ के छ आजको फर्स्ट बोनी हाम्रो अङ्कलकोमा आएको छ सबैजना आएर सबैले सपोर्ट गर्नु होला युट्युब बुदी सबैजना आएर लाइक सब्सक्राइब गरेर शेयर पनि हान्नु होला म आजको लागि यति नै भाइ के किन्न लाग्यो लु फाक्जङ दे आज 10 रुपैयाँको बिस्कुट किन्दा 100 को फाइदा भन्छ 10 को किन्दाखेरि 100 को फाइदा हुन्छ हो ल फाक्जङले दिने हो ल आजको फर्स्ट बोनीलाई चाहिँ के छ रेड बुल सधैँ आउनु होला प्रत्येक शनिबार रेड बुल खाना आउनु होला कतिको किन्दा पाइस है 10 को बिस्कुट किनेको एउटा रेड बुल पर्यो सबैजना आउनु होला यसरी नै जहिले शनिबार आएर रेड बुल लानु होला यो रेड बुलमा चाहिँ स्क्यान गर्नु होला तपाईहरुलाई पनि प्राइस पर्छ हैन भाइ सबैजनाले स्क्यान गरेर आफ्नो गिफ्ट प्राप्त पाउन सक्नुहुन्छ सबैजना आउनु होला म फेरि आउँछु पनि आज पनि फाक्जङलाई चाहिँ एउटा च्यालेन्ज दिनु पर्यो आज फाक्जङहरु पिकनिक जाँदैछ त्यो भएर फाक्जङलाई पिकनिक जाने पैसा दिनै पर्छ त्यो सँगसँगै च्यालेन्ज पनि दिनु पर्यो कतिको पुरा गर्छ हेरौँ है त म चाहिँ यो पैसा अब रोकाउँदैछु आज पनि फाक्जङलाई च्यालेन्ज हो हेरौँ रोकाउँदैछु फाक्जङले भेट्नु पर्यो लानु पर्यो आज पनि है त मलाई फाक्जङले चिया ल्याइदिँदैछ के हो टाउको छाम्दैछ यस्तो के भयो पानी खाइनस् आम्मा सिँगान लोत आएको छ त फाक्जङ आज पनि तँलाई एउटा गिफ्ट छ तँलाई पिकनिक जान चाहिन्छ त्यो सामान मैले राखिदिएको छु तैँले भेट्नु पर्यो होइन तैँले भेट्नु पर्यो होइन अनि लानु पर्यो एउटा चिज छ राखिदिएको छु अनि तैँले भेट्नु पर्यो अनि लानु तँलाई पिकनिक जाने हो नि त पिकनिक जाँदा चाहियो कि चाहिएन पानी होइन चाहियो कि चाहिएन हो राखिदिएको छु तँलाई अब तँलाई भनेर त क्या हुन्छ तैँले खोज्नु पर्यो भेट्नु पर्यो होइन अनि ल अब आजको चाहिँ च्यालेन्जमा फाक्जङले खोज्दैछ है कस्तो लागिरहेछ फाक्जङ मजा पनि आएको छ ए हिजो यसले यहाँ भेटेको थियो कि अनि खोज्दैछ च्यातेला फुट्ला मम्मीले फेरि मार्छ खोजेको खोजेछ यसले चिनी भत्काउने भयो आज यसलाई मम्मीले फुट्छ बिस्तारो अहिले राखौँ नि त ल अब फाक्जङ खोजेको खोजेछ आज फाक्जङले चाहिँ 50 रुपैयाँको लागि 50 रुपैयाँको लागि अरे पुरा खोज्दैछ गर्न गर कस्तो लागिरहेछ फाक्जङ खोजेको खोजेछ फाक्जङले भेटेर छोड्ने भेटेन भने त पाइनस् नि फेरि अनि कसरी हुन्छ त नभेटेपछि अनि मैले कसरी दिनु भने नभेटेपछि मैले दिने हो त
मलाई त बिहेमा छ अब फेरि त्यहाँ अहिले बिग्रिन्छ फेरि उठ्न हाते परै छु यतापट्टि छ यतापट्टि छ त्यता छ नि अघि नै भन्नु थियो यतापट्टि छ यता पनि यतापट्टि छ हामीले राखेको ठाउँ चाहिँ होइन त्यहाँ हो क्या फागुजङले कता कता खोज्दै कहाँ त्यहाँ भन्नु भएको भएन नि पुरा खोजेको खोजेको छ फागुजङले यसले आज नभेट्ने भयो मैले थाहा पाइसकेँ कि भेट्दिनँ खै त तेरो खोजाइअनुसार खासै भेट्ला जस्तो छैन छेउमै छ छेउमा छ पिट्लिक्कमा छ राखिदिएको मैले पुगे माथि अब छैन छैन फागुजङ त्यता छैन छ यही यस्तोमा छ अहँ। अनि कस्तोमा त अनि सबै त यस्तो यस्तोमा छ यस्तोमा यस्तोमा छ क्या उठाले आइसे च्यालेन्जहरू पुरा गरिहाल्यो गरे उसले फागुजङ कस्तो लागेको छ त पक्ला अब फागुजङको चाहिँ सक्यो च्यालेन्ज होइन अब कोपिला र बुइनीको अब बुइनीलाई पनि भनेको छु गर्नु भनेर बुइनीले मान्ने हो कि नमान्ने हो बुइनी त्यति लजाउँछ ठिकै छ बुइनीलाई पनि खुसी गर्छु अब उनीहरूको लागि यो कुरकुरे एकजनालाई एक्सट्रिम म लुकाउँछु हेरौँ कतिको भेट्दो रहेछन् त्यस पछाडि अनि तिनीहरूलाई दिनेछु यो भेट्यो भने है त ल श्रुति र कोपिला आए अब होइन पिकनिकबाट आज फागुजङले त बिहानै भेटेको नि त होइन च्यालेन्ज फागुजङले त बिहानै पुरा गरेको छ श्रुति के च्यालेन्ज लिने कि नलिने लिने कोपिला किन महिना भरे पिकनिक ल मैले एउटा एक्सट्रिम लेखेको छ एउटा कुरकुरे लेखेको छ होइन त्यो दोकानभित्र काहीँ लुकाएको छु होइन खोज्नु पर्छ मम्मी छोरीले कोपिला र मिस श्रुतिले अनि अब भेट्ने हो तिमीले जसले भेट्यौ लेखेर राखेको छ ल च्यालेन्ज स्टार्ट ए अघि स्टार्ट गरिसकेको छोड्न यहाँ एकछिन मलाई नै थाहा छैन चिठमा लेखेर राखेको छ कता कता छ भन्नु न कोपिलाले पनि हेरिरहेको चेक गर्दैछ यहाँ हिजो एकैचोटिमा भेटाएको छ कि आज हेरौँ न त कसले तेरो ममले कतिखेर अनि हिजो एकैचोटिमा भेटाएन त दिदी हेर एकचाल आज हेरौँ न बा मेरो 50 रुपैयाँ जस्तै छ हँ? बा होइन कता त्यहाँदेखि कता माथि तल आमा छोरी पुरा भिडिरहेछन् क्या हेरौँ न मैले देखेँ बाबा मैले देखेँ त बाबा देखेँ मैले भेटिसकेँ अहिले भन्छु नि भेट्नु भयो भनेपछि मलाई दिनु त्यसको ओ श्रुतिले छेउ त्यसकै छुबाट गएँ यहाँ त्यता होइन
अब चाहिँ भेटेँ क्या के छ एक्सट्रिम र कुरकुरे दाम अब एक्सट्रिम दिक्छु तेरो हो तेरा मन